रानी परिवार सपना गाले पर्वत महोत्सव कुस्मा बजारमा तहल्का पिटे यसो भने उसो गरे भनेर लगाइदिनुहोस् भोलि हजुरको खरत्तै भाइरल हुन्छ भन्थ्यो भन्ला है त ल सबैजना नाचेर साथ यो हामी रिलेमा गाउँछौँ है कसले कसलाई झटेर हान्ने देखा जाएगा नाच्न भने कति पनि कन्जुसियाइ नगर्दिनु होला है त पर्वत महोत्सव लाइरहेको छ कि माया दाई भनेर आइरहेको रे साला हे अब दोरी गाउनलाई लैया छ माया थियो र दाई बोलाए आइया छ हाय महोत्सव लाथ्यो र पो फेर भयो हाम्रो आयो झक्लाई दाई आशीर्वाद छ राम्रो हे हाम्रो पनि पुग्ने भोला छे राम्रो रहेछन् दाई पर्वतका अध्यक्ष हे तिमी पनि पापाकी रानी हौ कुस्मातिरै दाई बस्छौ कि जानी हौ हे पर्वतले यति मन खा छैन यो जाडोमा दाई फर्कम झैला छैन बस्नी रहर गरेछौ अति के भेट्यौ र दाई जाडोको खती हे सबैजना दिल खोली बोलानी बसेपछि दाई भेटिन्छ होला नि हे मैले यसै भनेको होइन यतिकाले दाई काम चल्छ चल्दैन हे यो जाडोमा ढपक्कै ढोपिनी कि अध्यक्ष दाई कि हेर्छु गोपिनी हे यो जाडोमा मायाले बेरे है टोपी लाउने दाई ठाकुरलाई हेरे है के खानी हौ सोधेनन् कोहीले नि ठुलै मान्छे दाई रोजी छु मैले हे खोज्दै हिँड्छौ राम्रो चाहिँ कहाँ छ सानो तिनो दाई हेर्दिनौ थाहा छ कले छोड्छ गतिलो पाएसी ठुलै रुखको दाई ओत्लाइन्छ लाएसी सिरकको काम रुखले के गर्ला नि रातैभरि दाई काटिन पर्ला नि शान्ता रानी परिवार संसार भर चले ढाले ढाले भन्दै हिँड्छौ भन त कहाँ ढले 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 भन्छन् कहाँ ढल्यो थाहै छैन मेरो पिरे पिरले थाल्यो मन रेटिन अहिलेसम्म दाई ए ढलाउने भेटिन
भएको ठाउँ ढलाउँछन् ख्याल राख मलाई पनि हेर्न मन लाग्यो कुन पर्वते दाइ ए होला र आट भएको रे हे एका एका जोडेर जोरा महासचिपदै हेर्देऊ न के भोरा पर्वत आएर साह्रै नै उम्ली छन् गुल्मीकी चेली तल गाइदेऊ दाइ आउ कृष्ण अखेली रे नैसालाल त्यतातिर हेरुला अरू कुन पाप नसोच दाइ मेरी त बहिनी हुन् रे नैसालाल